आज हामी चाहिँ युफिन भ्याली जानलाई हिँड्यौँ। दिदी बहिनी पनि कति ह्याप्पी भएर हिँडिरहेको थियो। तर बाटो चाहिँ 2 घन्टा 30 मिनट गर्दै थियो। हामी चाहिँ 12 बजीतिर पुगेको लास्टै क्राउड थियो। अनि हामी सुरुमा यो पसलमा गयौँ। अनि त्यसपछि डुल्यौँ, आइसक्रिम खायौँ। दिदी बहिनीहरू एकदम रमायो। अनि बाख्राहरू देखेपछि चाहिँ अलिक खुसी मानेको थियो। सुरुमा चाहिँ खुसी मानेको थिएन, पछि एनिमलहरू देखेर अलिक ह्याप्पी भयो। बेबीहरू चाहिँ स्क्वायर रहेछ, गोटर रहेछ। अनि त्यसपछि जानुपर्ने भने चाहिँ बिहानै जाँदा हुने रहेछ। लास्ट मिनट यसरी हामी राति 1:30 भएपछि फर्क्यौँ। 4 बजीतिर गएको होला, 7 बजीतिर आइपुग्यो थियौँ घर चाहिँ, बाहिर नै डिनर गरेर। अनि त्यसपछि यस्तरी बनीहरू पनि थियो, त्यसलाई पिक्चरहरू पनि क्लिक गऱ्यौँ। अनि राम्रो ठाउँमा चाहिँ फोटो खिच्न नपाउने कि लास्टै प्याक, अति नै प्याक। जस ठिकै लाग्यो ठाउँ चाहिँ, त्यस्तो हाइप भन्दा पनि।